नमस्ते है सबैजनालाई हाम्रो काउ एन्ड क्याटल फार्म चितवन भरतपुर 23 बाट यो अहिले जतिसुकै विकास र टेक्नोलोजी आए पनि सबै कुरा डाउनलोड गर्न मिल्ने अब खानेकुरा चाहिँ डाउनलोड गर्न मिल्दो रहेछ कि हैन र त्यही भएर सबै कुरा छोडेर 2022 फेब्रुअरी सम्मको वैदेशिक रोजगारको यात्रा अलमोस्ट आफ्नो जवानी बिताएर बुझियो। अब चाहिँ नेपालमा के गरौँ भनेर आएर लगभग परेको पनि अब यत्रो वर्ष भइसकेको छ। यस चट्ट बुढाबुढी मिले गाई पाल्यो, पैसा हो यो गोबर। अब अहिले चाहिँ र गोबर बेचिरहेछौँ अथवा हामीले पनि युज गर्छौँ खेतमा। पछि यसलाई नै गडेउला मल वर्मी कम्पोस्ट बनाएर जहाँ चाहिँ मलै छैन लाइक गल्फ कन्ट्रिजको सोइलमा चाहिँ अब यो खालको नेपालको अर्गानिक घाँसबाट गाईहरूले खाएर चाहिँ निस्केको गोबरबाट बनेका चाहिँ अर्गानिक मलहरू हाल्दा त्यहाँ फल्ने खजुरहरू त्यहाँका चाहिँ किसानहरूलाई त्यहाँको चाहिँ माटोलाई पनि पक्कै पनि फाइदा पुर्याउँछ। अनि यो चाहिँ हामीले गाईको पिसाबलाई कलेक्सन गरेर यसमा अर्गानिक झोलमोल जसलाई चाहिँ हाम्रो आफ्नो फ्यामिली युजको लागि चाहिँ तरकारी चाहिँ प्रयोग गर्छौँ। यस्तै छ जिन्दगी, हाँसी खुसी बिताइएको छ बुढाबुढी छोराछोरी। धेरै दिनपछि घाम लाग्यो, गाईहरू पनि अब यसरी बसेका छन्। यिनीहरूलाई आज बल्ल घाम खाने मौका मिलिरहेछ। सिक अलिकति जाडोले गर्दा विक भएको छ, अन्डर आइसोलेसन है। अब के गर्ने, अलिकति थोरै टेक्नोलोजी प्रयोग गर्न कोसिस त गरे हो नेपालमा, तर विडम्बना न त फाइनेन्सियल सपोर्ट न त स्किल मैन पावर न त एजुकेसन, नथिङ, केही छैन। जे छ युट्युबमा हेऱ्यो, सर्च गर्यो, रिसर्च गर्यो, अनलाइनबाट क्लासेसहरू लियो। यो मेरो नितान्त डिफ्रेन्ट फिल्ड हो। हस्पिटालिटीमा चाहिँ मैले आफ्नो प्रोफाइल सेट गरेका थिएँ, काम गरेका थिएँ, यत्रो वर्षको अनुभव पनि थियो। तर नेपालमा हस्पिटालिटी पनि राम्रो छ, टुरिज्म, तर अहिले त्यसको लागि भन्दा हामीले ग्राउन्डबाट नै काम गर्नुपर्छ। वी हेभ टु प्रड्युस फर्स्ट भनेर पहिला चाहिँ खानेकुराहरू प्रड्युस गरौँ। के गर्ने त, दुध बेचेर चाहिँ जीविकोपार्जन गर्न सकिन्छ। अनि गाईहरूबाट निस्केका गोबर गहुँतबाट यस्तै मलहरू बनाउने, खेती किसानी गर्ने, धान मकै उत्पादन गर्ने, बाँझो जमिनहरूलाई उर्वर बनाउने र त्यसैलाई बेचेर बच्चाको फी, दसैँ खर्च, सपिङ के गर्नुपर्ने हो, आफ्नो आवश्यकता पुरा गर्ने। अब त्यस्तै छ, रमाइलै छ, दुःख सुख। अब घाँस काट्न जाने बेला हुन लाग्यो हाम्रो। नब ए के गरे हो, किन हो? यहाँ चाहिँ टक्क लाएर कुँडो पाक्दैछ, के गर्ने। अब किनेर अरूले बनाएको दाना भन्दा खुवाउनु त पर्छ तिनीहरू पनि थोरै मात्रामा। सकेसम्म आफ्नै घरमा उत्पादित अन्नहरूलाई चाहिँ यसरी प्रयोग गर्न सकियो भने उत्पादन कस्ट पनि कम गर्न सकिने र गाईको स्वास्थ्यको लागि पनि धेरै फाइदा। यिनीहरू चाहिँ ब्याउनी छन् अबको केही हप्तामा, सायद आज भोलिमा चाहिँ डेलिभरी डेट चाहिँ क्रस भइसक्यो हो, 2 दिन भयो। लेट्स सी, हाम्रो एउटा यो फुच्ची गाई पनि
ब्याउँदैछौँ है। बाख्रा पनि छ हामीसँग यतातिर। फुर्सदको समयमा यस्तै बाख्रा यिनीहरूले पनि राम्रै आम्दानीको सपोर्ट गर्न सक्छन्, हामीले गरिरहेछन्। यो चाहिँ परालको टौवा स्टोर बर्खाको लागि अहिले अलिअलि युज गरिरहेछौँ। अलिकति हामीसँग यता बोइलर पनि छ है, चिकन। दे आर स्लिपिङ राइट नाउ। हाई छ बाख्राको 4वटा हुन्छ, बाबुको 2टा खुट्टा हुन्छ, बाख्राको 4वटा खुट्टा हुन्छ। चितवनको तोरीले घाम पाएपछि खुसी भइरहेछन् आज। होइन यताबाट हो, मुसुरोमा नकुछ। यो मुसुरोले दाल खानुपर्छ। ओके बाबुको खेत हो यो। किन आइक्यौ तिमी यहाँ? तिमी किन आइक्यौ खेतमा? हामीसँग किन आएको हो? किन? बङ्गेर खाना? हेर त के छ, टिपेर खाऊ। अनि थाहा हुन्छ। मिठो के रहेछ? केरा हो? ल तिमी यहीँ खाँदै गर, म चाहिँ घाँस काट्छु है। हाम्रो घाँसबारीमा आइपुग्यो हामी। अब यहीँ घाँस काट्ने हो। यता आऊ न। ल घाँस काटौँ यसरी। ल बाबु यसरी बिहान बिहान घाँस काट्ने, गाईलाई खुवाउने। गाईले दुध दिन्छ बेचेर। के आउँछ अर्नव? पैसा। गुड जब। यस्तै छ जिन्दगी किसानको। अहिलेलाई चाहिँ यति नै। फेरि अर्को भिडियोमा भेटौँला है त। See you soon. Thank you so much for watching and your support.